रोउला जस्तो भयो माका यो बिस्कुट चाहिँ म यो आजको दिन सकेरै खान्छु। सो हे गाइज गुड मर्निङ। सो आज चाहिँ है डे कम्पिटिसनको। सो आम हेडिङ टुवर्ड्स जिम। सो अहिले चाहिँ जिम जाँदैछु होइन। अन्त जिममा गएर मनिष आउँदैछ। मनिष आएपछि मनिष म अन्त हामी 4 जना भाइ र नाम्चेन्दा हामी चाहिँ हिँड्दै गर्छौँ। अरू चाहिँ दिउँसो आउने भएको छ है केटाहरू। सो अहिले चाहिँ फटाफटी जिम गएर होइन बेलुकादेखिको केही खाएको छैन। अब यो एम्टी स्टमक लिएर जानुपर्छ वेइङ गर्नुलाई होइन। वेट गरेर त्यहाँबाट चाहिँ गएर खानुपर्छ मतलब केही फोको राइस होइन खालि राइस मात्रै। सो त्यसो छ। सो अहिले सिधै गएर जिम पुगिहाल्छु। त्यसको बाद अन्त जिम पुगेर चाहिँ अब जिममा को आएको रहेछ आज हेर्नुपर्छ एउटा त हो। त्यसको बाद चाहिँ किनभने मर्निङमा जिम गएको म धेरै भइसक्यो। सो अहिले भेट्दैछु। सो गाइज म चाहिँ यहाँ पर्खिरहेको छु है। मुख सुकेर कस्तो भइसक्यो। थुक छैन मुखमा हो। झन् केटाहरूले पर्खाउनु चाहिँ छोड्दैन हो। पर्खाइरहेको छ। थाकिसक्यो म नि निकेर चलाएको भइसक्यो। भइरहेको छ रिङ्गेटा चल्ला जस्तो भइरहेको छ। केटाहरू आउनै छैन टाइममा। 7 बजी भनेको 7:10 7:15 भइसक्यो आइपुगेको छैन केटाहरू हो। कल गर्दै भन्नुपर्छ केटाहरूलाई फेरि हो। साह्रो छ। फाइनली आइपुग्यो। ल्या टक्कै 20 मिनट रुगाएर आइपुग्यो। 20 मिनट रुगाएर आइपुग्यो। 20 मिनट रुगाइस। यसले चाहिँ मलाई आज टक्कै 20 मिनट रुगायो हो। पहिला दोस्त यसलाई पछाडि हालिदिनु पऱ्यो। खोल त साथी लक। यसलाई यहाँ राखिराख्नुपर्छ हो। कत्रो रुगाइदिएको दोस्त। कत्रो रुगाइदिएछ यार। अब उठेर हक्नै पर्यो। सही हो त्यो पनि। सो गाइज फाइनली यो आइपुग्यो है। अब रिङ्गेटा चल्यो नि बस्दा 20 मिनट चाहिँ उभा यसले मलाई हो। Let's see what the great brings today. Today is awesome and today is Hanuman Jayanti. So happy Hanuman Jayanti to all of you. साथी आज हनुमान जयन्ती पनि है। सबैलाई हनुमान जयन्तीको शुभकामना है। सँगै साइडमा हाल्थ्यो। आज चाहिँ आई होप हनुमानजीले मलाई पनि ताकत दिनुहुन्छ है भन्ने आशा राखेको छु हो। अन्त केही सोच्छु त्यहाँ घरमा त्यहाँ रोक्ला टिफिन बोक्नुपर्छ मेरो। यो चाहिँ मेरो टिफिन है आजको दिनभरिको लागि। र यसमा नुन बोकेको छु मैले। नुन सब्जीहरू हुँदैन खालि फुका मामला नुन खानुपर्छ नि त। आफ्नो वेट गरिसकेर चाहिँ त्यसको लागि बोकेको छु। 4 टिफिन बोकिरहेको छु। राइस पनि होइन। पानी छैन मुखमा हो। पानी मुखमा छैन त्यही त। अब यस्तो मुख यस्तो त्यसले गरेको मेहनत होइन। त्यही भनेको यहाँ कन्डिसन पनि साथीको राम्रो छ है। राम्रो भइसकेको छ हो। आज एउटा मेडल आउँछ होला। अब हाम्रो लागि त गोल्ड मेडल यही हो है। कम्पिटिसन त्यही त अब आउँछ के छ कम्पिटिटरहरू को छ यादै छैन। त्यो चाहिँ मेन कुरा हो। भाइहरू छ र ऊ भाइ चाहिँ जाँदैछ एकजना आयो। 3 जना भाइहरू। भाइहरू चाहिँ यहाँ छैन। त्यहाँ भिडियो चाहिँ आउनु पऱ्यो नि फेरि त्यहाँ स्टेजमा पोजिङको ल ब्लगको लागि युज गर्छु। ल है त दामी गाडीमा जानु पाएन बिचारा। सो गाइज अहिले चाहिँ हामी जालीपुल पुग्यौँ है। सो अब चाहिँ यहाँबाट हामीलाई पाक्योङ पुग्ने बाटो राम्रो छ भने चाहिँ लगभग 45 त्यस्तै 45 मिनटहरू लाग्छ होइन। तर अब बाटो त खराब छ भन्ने सुनेको थिएँ। सो लेट्स सी। र फेरि जग्गा पुगेको छ। प्लस आज चाहिँ रोडको डाइभर्जन हुन्छ भन्दै थियो नि त अब। सो यहाँ चाहिँ उयो हुँदो रहेछ है। आज सेकेन्ड स्याटरडे छुट्टी नि त्यसले गर्दा होला बच्चाहरू
साह्रो छ निन्दा लाग्ला छ जसले सुन्दैछ नेक्स्ट पवन एप दिनुपर्छ बाई बाई फ्युलिङ हुँदैछ अहिले चाहिँ फ्युल अप चाहियो नि त चाहियो अहिले चाहिँ फ्युलिङ गाडीमा फ्युलिङ हुँदैछ सो फ्युल हाल्दैछ वी आर जस्ट अबाउट टु रिच अब लगभग हामी पुगिसक्यो पाक्का हो र पुगेर अब यताउता के हो कसो हुन्छ ज्वरो आउला जस्तो भयो माका ज्वरो आइरहेछ नि बिमार भए स्टेजमा गएर पुक्लुक्कै ढल्केर दिने त पोस्ट गर्नु त बिल दिनुहोस् न दाजु बिल दिनुहोस् ल बिल यस्तो छ केटाहरू लोद्धरे माका के त भाइ यो तिमीहरू मजाले पक्रिदेऊ ल यो ल अप्ठ्यारो भयो त पुलिसले अप्ठ्यारो भयो मजाले पक्रिदेऊ ल यहाँ पक्रिदिनु कसले भित्र के छ भात मात्रै सिधो राइस मात्रै सब्जीहरू के त हुँदैन खानुभन्दा अगाडि के खाइसकेर अब वेट गरिसकेर चाहिँ खानु पऱ्यो नि सो अब हामी यहाँ निस्केको सो गाइज फाइनली यहाँ आइपुग्यो है यहाँ चाहिँ केटाहरू चाहिँ कोही आइपुगेको छैन रहेछ जजेसहरू त यहाँनिर कोही आइपुगेको छैन जजेसहरू पनि जस्ट हामीले चाहिँ स्टार्टिङ फर्स्ट र यो चाहिँ पाक्योङ जेबिएसको छेउमा हो है कम्युनिटी हल पाक्योङको भित्र केही पनि छैन जस्ट स्टेज मात्रै छ अहिले र अहिले चाहिँ आइपुग्यौँ हामी कम्युनिटी हल पाक्योङको र स्टेज पनि देख्यो है सबै सेट रहेछ है र अब रेजिस्ट्रेसन गर्नु छ र रेजिस्ट्रेसन लागि कोही मान्छे छैन रहेछ अहिले चाहिँ फिलहाल अब कहिले दिन सुरु हुन्छ त्यसको बादमा चाहिँ हुन्छ सबै कुरा सो अहिले रेजिस्ट्रेसन हुँदा है वेटहरू हुँदा फेरि भाइले बनाइन्छ भिडियो त्यतिखेर देख्नेछौँ सो अहिले त भाइ हाम्रो भाइहरू यहाँ छ भाइहरू पनि आइपुगिसक्यो यहाँ हलमा है ल सी यु गाइस सो गाइज अहिले चाहिँ विनिङ भइसक्यो है र बडी बिल्डिङमा चाहिँ 56 पोइन्ट कति थियो है 56मा छु र फिजिकमा चाहिँ बिलो 5.6मा आएको छु है अहिले चाहिँ अब भइसक्यो र फर्स्ट काप लोड पनि भइसक्यो है अब कहिले सुरु हुन्छ फर्स्ट बडी बिल्डिङ हुँदैछ त्यसको बादमा मेन फिजिक हुनेछ होइन अरू सबै यता छ है एउटा वेट स्केल पठाउनेछ एज यु क्यान सी होइन एन्ड यता हाइट यता नाप्दैछ है एन्ड यो चाहिँ हाम्रो पाक्योङ जेबिएस स्कुलको छेउमा हो चाहिँ अहिले विकास भाइहरू बसिरहेको छ घाम ताप्दै जाडो भइरहेछ र यसको बादको भिडियो चाहिँ भाइहरूले बनाउने छ है त्यसमा भेट्दैछ सो अहिले चाहिँ आवाज र म चाहिँ हुन्छ र चाहिँ भएको सुरु All set guys, all set. Champion. अहिले चाहिँ आवाज र म चाहिँ यहाँनिर नि सो अझै पनि सुरु भएको छैन एकछिनबाट सुरु हुन टाइम लाग्ने रहेछ अझै हामीलाई त्यो ट्रङ्क नम्बरहरू दिएको छैन नि त यहाँ अरू कन्टेस्टेन्ट उता छ एकजना हो हाम्रो बुढो दाको जिमबाट है अरेन्ज भइसक्यो यार है ट्रङ्क नम्बरहरू सो गाइज फाइनली थ्याङ्क यू सोलिनी सो फाइनली हाम्रो आइसक्यो है ट्रङ्क नम्बर र यो चाहिँ बडी बिल्डिङको 34 है ट्रङ्क नम्बर छ र मेन पिचको चाहिँ 50 छ यहाँनिर है नामचन्दा लगाइदिनु भएछ है र अहिले चाहिँ हामी ब्याक स्टेजमा छ नामचन्दा र म सो चापचोट पनि हल्का हल्का गरेको छु त्यस्तो गरेन है सो अब इट्स अप टु भगवान पनि है र मैले जति खटेको छ त्यसमा डिपेन्ड गर्छ सो त्यस्तै छ सो आई होप म मेरो बेस्ट दिन्छु अब चाहिँ हुन्छ त्यो जजेसमाथि छ सो तपाईँहरूले पनि यो भिडियोलाई माया दिनुहोस् होला मैले लगभग है बिचोकले यो गरिरहेको छु तर जुन चाहिँ त्यो प्रोसेस
सोच्दाखेरि हुन्छ नि हरेक एक एक सिताको पानीको हुन्छ नि थोपा पानी पनि आफूलाई उयो हुँदोरहेछ क्या त्यसको अब भ्याल्यु बुझ्दो रहेछ डाइटमा बसेको चाहिँ सो सबै त्यो प्रोसेस सोच्दाखेरि चाहिँ खुसी लाग्दो रहेछ होइन र त्यो प्रोसेस एकदमै हार्ड भयो मेरो लागि तर एकदम मैले खुसी छु यो फाइनली आज आफ्टर 3 months होइन म आइपुगेँ यसमा सो आम सो ह्याप्पी त्यसको लागि अन्त आफ्नोबाट बेस्ट दिने हो इट्स अप टु जे हुन्छ है सो बट च्याम्पियन अफ च्याम्पियन हान्यो सो गाइज मेरो क्याटेगोरीको चाहिँ 60 क्याटेगोरीको चाहिँ सक्यो है बडी बिल्डिङ ढाडमा क्राम्प पाउन जस्तो गरेछ एन्ड गाइज गोल्ड 60 क्याटेगोरीमा गोल्ड अब ओभरअल छ छ सो अहिलेलाई रेस्ट गर्दैछु सो अब बडी के हुन्छ है बडी भेट्नेछ सो अलिक लागि बाई गाइज So guys, yeah, champion of the champion, bodybuilding. So finally, a man with zero attitude. You da you brother अलिक उता राखै खटेको मेहनत चाहिँ दाले ले कपरा उयोले राति निस्कन्छ चढ्दिन न दा अहिले चढिहाल्यो एकछिन तातिलो अगाडि अहिले चढिहाल्नु न छिटो चढिहाल्नु नि भाइ भाइ चाहिँ गर्नु न कहाँ हो अहिले यो सबै केटाहरू छ उता बिटुम एकछिन केटाहरू यहाँ छ लाइभ होइन यो मेरो भ्लगको लागि हो So guys, champion of the champion. पानी खानु सुन्नु कङ्ग्रेचुलेसन मेरो भाइ मेरो दा थ्याङ्क यू यो च्याम्पियन अफ द च्याम्पियन सो गाइज मलाई आज चाहिँ मेरो फाइनली कन्टेस्ट सक्यो है सो मलाई चाहिँ यो बिस्किट चाहिँ साइमन मेरो जिम्मेदारले 2-2.5 महिना अगाडि दिनुभएको थियो खानुभन्दा त्यतिखेर म डाइटमा थिएँ सो मैले सोचेको थिएँ यो बिस्किट चाहिँ म यो आजको दिन सकेरै खान्छु सो आज चाहिँ यो बिस्किट खानेवाला चाहिँ म
बिस्किट जिमकै ब्याग बनाएको थिएँ काचाको जो झन्डै बिस्किट बिग्रिसकेको छ तर जितेर होइन च्याम्पियन अफ च्याम्पियन जितेर त्यो बिस्किट खाँदा चाहिँ एकदम अलग्गै खुसी छ हजुर दा हुन्छ अरे फुटेछ बिस्किट चाहिँ हो र पनि सो गएको मेरो अरेन्ज पनि खानु चाहन्छु मलाई हजुर बाई बाई गाइस गुड नाइट फेरि पनि भेट्नेछु तपाईँहरूलाई अर्को दिनमा है जिमको अब के हुन्छ जिममा गएर मेरो यो मतलब यो ट्रफीहरू राख्दा ओर्दा फेरि त्यो भ्लग बनाउँछु टिल देन बाई बाई स्टे ट्युन बाई गाइस गुड नाइट